बालनलाई कसैले एट्याक गर्न सकेको थिएन। बालनलाई एट्याक गर्ने मान्छे दुर्गा प्रसाई हो। जसरी केपीओलाई एट्याक गरेको थियो नि, भुइँमा ल्याएको थियो नि, बालनलाई आज त्यो ठाउँमा पुर्याएको। जेएनजी अपरेसन भनेर यहाँ बानेश्वरमा खोलेको थियो। यो कसैलाई थाहा छैन। लड्ने त लडिहाल्यो, मर्ने त मरिहाल्यो। तपाईँहरूलाई केही थाहा छैन। बुझेको त मैले थिएँ नि त। बाबुराम भट्टराई आफ्नो छोरीको अस्तित्वको लागि कुदिरहेछ। देशको अस्तित्व छोडेर सकेर बाबुराम भट्टराई हेर्नुहोस्, यस्ता डक्टरेट गरे मान्छे, यस्ता अपवित्र मान्छे। राजा वीरेन्द्रको हत्यामा नि भाइ सबैभन्दा ठुलो हातै बाबुराम भट्टराईहरूको टिमको छ। त्यतिखेर सिंहदरबारमा आगो लगाउने उद्देश्य थियो जेएनजीको? सर्वोच्चमा आगो लगाउने उद्देश्य थियो? थिएन। कसैको घरमा आगो लगाउने उद्देश्य थियो? थिएन। तर जब सिंहदरबारमा आगो लगाउँदाखेरि वाउ भनेर हात फैलाउने रक्षा बम आज के छ तपाईँलाई थाहा छ? के हो तपाईँलाई थाहा छ? सबैभन्दा ठुलो नेता, उसले पिसाब फेरेको पनि लेख्छ। उहाँले यति मिलिमिटर पिसाब फेर्नुहुन्छ भनेर। रियल्ली भनेको हेर्नुहोस्, पश्चिमाहरूले कलाकारलाई त्यसरी नै प्रयोग गरे। यो जम्मै छन् नि, यी कलाकार जति गयो नि अहिले राजसभामा, सबै प्लान्टेड हुन्, सबै राष्ट्रघाती हुन्, सबै अपराधी हुन्, सबै यो देश मारा ज्यान मारा हुन्। यिनीहरू नेता होइन, यिनीहरूले लिडर होइन। त्यसले गर्दाखेरि म भने नि, मेरो रगत उम्लिन्छ मेरा भाइ, रगत उम्लिन्छ। यो पशुपतिको देश हो किन? हामी बाँचेका छौँ, अर्काले मार्न नचाहेर मात्रै हो भाइ। नभए हामी भगवान पशुपतिनाथमा त्यो हाम्रो सहाराहरू कुरा कोही छैन। यति कुरा बुझ्नुहोस्। अब त्यस पछाडि कुरा के भयो? प्रधानमन्त्रीले मलाई वार्तामा बोलाउनु। वार्तामा बोलाइसकेपछि कुरो के भयो भन्दाखेरि मैले मेरा माग लगेर राखेँ। मैले के भनेको छु भने मलाई दोस्रो क्या देश दोस्रो देखाएँ, तेस्रो है। मैले त्यो हेलिकप्टरबाट भाग्दै गरेको भाइ, त्यो भिडियो एक दिनमा 8 करोड मान्छेले हेरेछन्। आनन्द हाम्रो जोशी छन् होइन भाइ? 8 करोड मान्छेले हेरेछन्। त्यो हेरिसकेपछि मलाई त्यही दिन राति 12 बजी पुलिसले पक्रेर लग्यो। पुलिसले पक्रेर लगिसकेपछि त्यहाँ प्रहरी परिसरभित्र हेर्छु त जम्मै बच्चालाई यार थुन्या छ यार, जेएनजीका बच्चा। मलाई त यति रिस उठेर आयो कि यो के गरेको यो बच्चाहरूलाई। भाइ चाकमा पेट्रोल हालेको थियो एउटा बच्चालाई, त्यहाँको पुलिसले खन्चाङ गरेर हिँड्थ्यो। यति कुटेको छ नि त्यहाँको बच्चाहरूलाई। अनि मैले निस्केर जब आइसकेपछि मलाई वार्तामा बोलाएपछि मैले हाम्रो अभियानको उसमा मागमा 23 र 24 गतेको कत्लेआम गर्नेलाई पक्रिन छोडेर तपाईँहरूले बच्चालाई किन पक्रिनु? यो बच्चालाई तपाईँहरूले छोड्नुहोस् भनेर माग मैले राखेको थियो। कसैले पनि राखेको थिएन। र त्यो मध्येबाट हेर्नुहोस्, सुन्नुहोस् कुरो के गरियो? फिल्टर गरियो। अब मिसन प्लान्टेसन हो नि त। त्यो मध्येबाट जेएनजीको नेतृत्व गर्ने कसलाई निकालियो? रक्षा बमलाई। प्लान्टेड हो नि। ऊ अहिले पनि आफू के भन्छ भने अमेरिकन युथ काउन्सिलको मेम्बर हुँ भन्छन् ती बहिनीले। अनि ऊ मिलाउन गएको छ भनेपछि सिधा प्रत्यक्ष रूपमा यहाँ अमेरिका आयो होइन। अब त कुहिरै नै चाहिँदैन नि त। कपाल सेतो, छाला सेतो, कपाल सेतो, आँखा कुहिरो चाहिँदैन नि त। कालो भए पनि पुग्छ नि त। पुग्दो रहेछ होइन? सिधा आयो होइन? अहिले आयो। र मैले के भनेको थियो? कुलमान, बालेन, रवि एक ठाउँमा आउँछन्। त्यति मात्रै होइन, बाबुराम भट्टराई आफ्नो छोरीको अस्तित्वको लागि कुदिरहेछ। देशको अस्तित्व छोडेर सकेर बाबुराम भट्टराई हेर्नुहोस्, यस्ता डक्टरेट गरे मान्छे, यस्ता अपवित्र मान्छे। राजा वीरेन्द्रको हत्यामा नि भाइ सबैभन्दा ठुलो हातै बाबुराम भट्टराईहरूको टिमको छ। त्यतिखेर बुझ्नुभयो? राजा वीरेन्द्रलाई नमारेको थियो भने यो देशबाट हिन्दू राष्ट्र पनि जाँदैन थियो, संहिता पनि आउँदैन थियो। त्यति पपुलर, तपाईँहरूलाई त थाहा छैन, हामीलाई थाहा छ राजा वीरेन्द्र भनेको त्यति पपुलर राजा हुनुहुन्थ्यो है। भनेपछि आज आफ्नो छोरीको भविष्यको लागि, देशको भविष्य र यत्रो युवाहरूको भविष्य अन्धकारमा लाँदैछ बाबुराम भट्टराई। बुझ्नुभयो? अन्धकारमा लाँदैछ। त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भने म तपाईँहरूलाई मैले पटक भनेको छु,
म आजसम्म जेएनजीको किनभने यसरी उचालेको छ कि जेएनजीलाई दुर्गा प्रसाद भनेको माफिया भनेर म जान पनि सकिनँ। मलाई जान मन लाग्थ्यो, सहयोग गर्न मन लाग्थ्यो। तपाईँलाई एउटा कुरा, जेएनजी आन्दोलन हुँदाखेरि सबैभन्दा क्षति बिहोरेको मैले 5 करोड कि 6 करोडको उपचार मैले फ्री गरेको झापामा। 190 जना कि 170 जनाको फ्री उपचार गरेर मैले पठाएँ। त्यो बाँसुरी पार्टी खोलेको छ नि एकजना भाइले, के समथिङ परियार, राजेश पोर्तेल, उसको खुट्टा मेरैमा उ भएको, हाम्रै हस्पिटलमा भएको, अपरेसन गरेको। त्यसले गर्दाखेरि आज हजारौं घाइते भए, हो कि होइन? 75-80 जना मरेर गए, 82-85 खरबको सम्पत्ति ध्वस्त। रिजल्ट आयो सुन्ने। हिजो प्रधानमन्त्रीले मलाई बोलाउनु भयो, के भन्नुहुन्छ आफै थाहा छ? दुर्गा बाबु, जेएनजीको मागै पुरा भएन, के गर्नु भनेर पो भन्नुहुन्छ। क्या रमाइलो, जोक अफ द इयर। हो कि होइन? के हो भाइ? आफै मैले उहाँलाई के भने, अस्ति बसमा वार्तामा गएका साथीहरू यहाँ छन्, मैले थरथर कमाइदिएको। यो कुर्सी भनेको एक्जिक्युटिभ पावर एक्सर्साइज गरेर आफै पावर निकाल्ने कुर्सी हो। कसैले आएर दिँदैन। पाता फर्काएर ल्याउनुहोस् त। दुर्गा प्रसाद तपाईँको साथमा छ? छैन। हाम्रो त त्यो धनु छैन दुर्गा बाबु। घरमा आगो लगाइहाल्छ नि, सक्यो कुरो। हेर्नुहोस् त कुरो। अनि आज उनीहरूले प्लान्टेड गरेर के गरे? नक्कली जेएनजी खडा गरेर सिंहदरबारमा आगो लगाएको बेलामा उसको विभिन्न किसिमको फोटो छाप्छ त्यो सेतो पार्टीको अमित ढकालले। अनलाइन खबरले हेर्नुहोस्, यो देशको पीडा। दिनको 3000 देखि 5000 मान्छेले देश छोडेका छन्। खाडीको 50 डिग्रीको तातोको पसिनामा नि सिंहदरबारमा हेर्नुहोस् त राजनीतिक अनि प्रधानमन्त्री बाँड्छन्। उनीहरूको बाउको मुलाबाडी बाँडे जस्तो नि। फलानो प्रधानमन्त्री हुने अरे, फलानो गृहमन्त्री हुने अरे, फलानो उप प्रधानमन्त्री हुने अरे, फलानो रक्षा मन्त्री हुने अरे। यिनको बाउको देश हो, यिनको बाउको वीरता हो। भयभरका सहकारी खाएको छ भाइ। अनि भयभरको सहकारी खाएको छ। अब यहाँ भनौँ भने कस्तो बनाएको छ सोसियल मिडिया, थाहा छ तपाईँलाई? म भनौँ, संसारको सबैभन्दा शक्तिशाली मान्छे पुटिन होइन? पुटिनले एउटा पोस्ट गर्दाखेरि नि भाइ 1 घन्टामा 10,000 लाइक हुन्छ। यहाँको हाम्रो साथीहरूले पोस्ट गर्दाखेरि नि 1 मिनटमा नि 1,40,000ले लाइक गर्छन्। भनेपछि यो मान्छे चाहिँ कहाँ छन्? मान्छे कहाँ छन्? फेसबुकमा फेक आइडी चलाएर, फेक झन्डा चलाएर गोविन्द केसीको आमरण अनसनको मैले त्यतिखेरै भनेको निकोलसलाई, गोविन्द केसी बोकेर हिँड्दाखेरि मलाई पीडा थियो क्या। निकोलस यसरी नहोइन, एक दिन हेर एउटा भनाइ छ, सांप के बच्चे के साथ कभी प्यार न करना, हजारों कसम खाए तो भी गुंडे और भड़ुआ का कभी विश्वास न करना भन्छ क्या। कुरा बुझ्यौ? मैले निकोलसलाई भनेको यो साँप हो। आखिर सबैभन्दा बढी माया रवि लामिछानेलाई गर्यो, सबैभन्दा बढी बालेन भनेर भने त्यो मान्छेले। बाबुआमाको नाम त्यत्रो लिएन निकोलसले, हो कि होइन? आज यही बालेन, आज यही रविको कारणले नि माइती घरमा सडकमा सुतायो। आज मर्नु न बाँच्नुको दोष हातमा छन्। मैले एकपल्ट निकोलसलाई बचाएको थियो, आज पनि निकोलसलाई बचाउन चाहन्छु। निकोलसका मुद्दामा म अघि होइन, निकोलस र जेएनजी नै अघि बढोस्, म पछाडि बसेर ठेल्छु तपाईँहरूलाई। म पछाडि बसेर ठेल्छु। मैले नेतृत्व लिनुपर्छ भन्ने छैन। मेरो तन मन वचन धन मैले गर्न सक्ने, किनभने नेपाल र नेपालीको लागि म पछाडि बसेर ठेल्छु। तपाईँहरूले भन्नुभयो नि लिडर को भन्छ मलाई थाहा छैन, भिडले नेतृत्व गर्ने, भिडले निकाल्ने हो लिडर। मैले छानेर म हुन्छु भनेर हुँदैन हो। रवि लामिछाने लिडर होइन, बालेन लिडर होइन, यिनीहरू माफिया हुन्, युरोपियन युनियनका दलाल हुन्, एमसीसी का दलाल हुन् यिनीहरू, हो कि होइन? त्यसले गर्दाखेरि यिनीहरूको कारणले मैले भन्दैछु त, यिनीहरूको कारणले अब विदेशी सेना यहाँ आउँछ अनि युद्ध भूमि यो हुन्छ। आज
अनि युक्रेन जस्तो अनि माथिबाट रकेट लन्चर हाने बेला नि भाइ अनि त्यहाँबाट रवि र बालनले हातलाई समाउँछन् यहाँ यो मजाक गर्ने हो यिनीहरूको बाउको वीरता हो त्यसले गर्दाखेरि म युवाहरूलाई के भन्छु भने नि म के भन्छु भने विदेशमा रहने युवालाई पनि एक जीवनमा जन्म त दियो नि धरतीले दियो नि होइन मलाई यो धरतीको किन माया लाग्छ तपाईँलाई थाहा छ मेरो नाति पनि यहीँ पढ्छ मलाई बाहिर पठाउन मन लाग्दैन मलाई झापा गएपछि नि भाइ शान्ति हुन्छु क्या म किन भन्नु न त्यो ठाउँमा म जन्मिँदाको साथी गाडेको छ क्या मेरो सम्बन्ध त्यो छ क्या झापासँग नेपालसँग अनि मलाई माया लाग्छ क्या यिनीहरू त धरती बेचेर खाने आमा बेचेर खाने दिदी बहिनी बेचेर खाने चेलीबेटीहरू बेचेर खाने हो नि यी अपराधीहरू त्यसले गर्दाखेरि म तपाईँहरूसँग विनम्र अनुरोध के गर्छु भने आज जेनजी आन्दोलनको 3 महिनापछि यतिखेर त नि यो ठाउँमा तपाईँलाई म भनौँ म जस्तो प्रधानमन्त्री हो भने 400 मान्छे त नि माटोमुनि हुन्थ्यो माटोमुनि जिन्दगीमा तपाईँलाई म भनौँ यिनीहरूलाई साँच्चै भन्यो भने यो भ्रष्टाचारलाई चाहिँ नि झुन्याएर यिनीहरू मरेपछि यिनीहरूको लास पोल्न दिनु हुँदैन एउटा म्युजियममा राखेर अब आउने नेतालाई स्टडी गराउनुपर्छ कि नेपालमा भ्रष्ट गर्नेको स्थिति यो है भनेर चिनाउनुपर्छ अनि मात्रै यो देश बन्छ भन्ने मान्छे चाहिँ म अनि मात्रै कुरा बुझ्नुभयो त्यसले गर्दाखेरि तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने आज तपाईँ हामी एक ठाउँमा आयौँ होइन साथी हो हेलो 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 बर्बरको नाम के हो अजय सोडारी भाइहरू एक ठाउँमा आइयो होइन आधेली साथ दिने हो नि होइन तपाईँहरूले मलाई साथ दिने हो नि उठ्नुहोस् न दिने कि नदिने म तपाईँलाई एउटा कुरा भन्छु दिने होइन म तपाईँहरूलाई साथ दिन्छु तपाईँहरू मलाई दिने हो नि त तपाईँहरू मदेखि मुनि बस्नु परेन तपाईँहरूकै मुनि म बसौँला मलाई आपत्तिको कुरो होइन भोलिको वार्तामा तपाईँहरूको तर्फबाट 2 जना हिँड्नुहोस् मलाई वार्तामा बोलाएको छ हिँड्नुहोस् हिजोसम्म बसौँ माइती घर मण्डलामा हिजो म नगइन्जेलसम्म तपाईँहरूलाई डर त्रास थियो होइन हिजोदेखि डर त्रास हरायो नि त हरायो होइन त्यसले गर्दाखेरि दुर्गा प्रसाद जीवितै छ तपाईँहरूको मैले गर्नुपर्ने ठाउँमा संरक्षण गर्छु मैले एउटा कुरा भने नि यिनीहरूले तपाईँहरूलाई चलाएछन् भने नि यिनीहरू सुतेको ठाउँमा हुँदैन त्यो तागत हामीसँग छ म भन्छु नि हामी बोर्डरमा बसेको मान्छे हो क्या साम दाम दण्ड भेद लाउन आउँछ क्या कुरा बुझ्नु भएन ऊ भाइ पनि बोर्डरमै बसेको हो नि होइन त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने तपाईँहरूको साथमा दुर्गा प्रसाद छ तपाईँ हामी एक भएर अगाडि बढौँ होइन म तपाईँलाई सबैभन्दा ठुलो अनुरोध गर्छु आज मैले पटक भनेको छु तपाईँले आजकै मितिदेखि राप्रपा भन्ने पार्टी परित्याग गर्नु साँच्चै चेन्जी गर्नुहोस् तपाईँको भविष्य छ हेर्नुहोस् कत्रो निधार छ टल्केको निधार तपाईँको भविष्य छ मैले जनमत सङ्ग्रहको कुरो उठाएँ भाइ सुन्नुहोस् जनमत सङ्ग्रहको कुरो उठाएँ संहिताको कुरो हामीलाई प्रदेश चाहिएको होइन नि हिन्दू धर्मनीति 2062-63 को म्यान्डेटमा को के थियो भन्दाखेरि धर्मनिरपेक्ष थिएन संहिता प्रदेश थिएन यो त विदेशीहरूले उ गर्देको राज संस्था हटाउने थिएन तर कसरी आयो भनेर प्रधानमन्त्रीलाई सोधेपछि जनमत सङ्ग्रहमा जाउँ यसलाई ल्याउनलाई भनेर भन्दाखेरि राजेन्द्र लिङ्गदेन उहाँका अध्यक्षले के भन्नुभयो भने जनमत सङ्ग्रहमा जान हुँदैन जनमत सङ्ग्रहबाट यो हुँदैन भन्नुभयो त जनमत सङ्ग्रहबाट हुँदैन भन्ने अनि हिन्दू धर्म खोज्ने संहिता खारेज भन्ने खोज्ने प्रत्यक्ष कार्यकारीमा जानुपर्छ पनि भन्ने अनि यता गणतन्त्रमा भोटमा गइहाल्ने गणतन्त्रमा चाहिँ चुनावमा गइहाल्ने मन्त्री भइहाल्ने सांसद भइहाल्ने तर दुर्गा प्रसाद पनि नि गएको थियो भने गफ गरेको होइन 50 सिट ल्याउँथ्यो मधेस त मेरै हो नि त लघुवित्त पीडित सहकारी पीडित जम्मै घर मधेसमा सोधौँ न ऊ हाम्रो भाइलाई हेलो भाइ हो कि ऊ भाइहरूको गाउँमा रौतहटमा मलाई हात्तीले माला लगाइदिएको हो कि आउँथ्यो भोट तर दुर्गा प्रसाद चुनावमा गएन किनभने दुर्गा प्रसादको उद्देश्य के हो थाहा छ 84 को चुनाव 82 मा होइन जेएनजीहरूको माग पनि नि 84 को चुनाव 82 मा होइन जेएनजीहरूको कुरा भनेको यो व्यवस्था परिवर्तन
भ्रष्टाचारीलाई कारबाही। त्यही होइन गुरु, त्यही होइन। त्यसले गर्दाखेरि अब तपाईहरु हामी एक भएर अघि बढौं, बीचमा धोका नहोस्। हाम्रो एकजना लेलिन भाइ हुनुहुन्छ यहाँ, कता हुनुहुन्छ लेलिन भाइ? हेलो लेलिन, तपाई पनि अब साच्चै युवा भएर हेर्नु, जनयुद्ध लड्नुभयो, कहाँ जानुभयो, मुद्दा हाल्नुभयो, गयो बिचरा ऊ चाहिँ प्रचण्डसँग गयो, प्रचण्ड रोइहाल्दो रहेछ, चुप लागेको रहेछ, पछि बस्दो रहेछ। हाम्रो सुरेश सिंह होइन, के सिंह, सुनिल सिंह होइन। अनि हो अब हामी एक भएर, अस्ति मलाई हप्काउँछ सुनिल सिंह नि, के भन्छ थाहा छ भाइ? भाइ तपाईँ हामीलाई यस्तो परेको बेलामा उ गर्ने छोड्ने। ए बाबा तिमीहरू वातावरण बनाऊ न, दुर्गा प्रसाद जतिखेर पनि राति 12 बजी पनि आउँछ। म त तपाईँहरूकै हो भने हो कि होइन? त्यसैले तपाईँ हामी एक भएर जाउँ र हाम्रा माग पुरा भएनन् भने म भन्दैछु सुशीला मेमलाई मैले हिजो पनि भने, जेनजीका माग पुरा गर्नुहोस्, हाम्रा माग पुरा गर्नुहोस्। चुनाव मुङसिरमा सारौँ, सुन्नुहोस् न गुरु, चुनाव मुङसिरमा सारौँ, हाम्रा माग पुरा गर्नुहोस्। अनि हामी पनि चुनावमा जान्छौँ, अर्को मुङसिरमा सारौँ। तपाईँ केपी ओली बा, तपाईँलाई बाला हटाएर आमा ल्यायो भने साँच्चीकै आमा बन्नुहोस्। संसारमा बच्चा नजन्माइकन पनि आमा भएका छन् नि, मदर टेरेसा नि, बच्चा नजन्माइकन आमा बनि नि संसारकी। तपाईँ नेपालकी आमा बन्नुहोस् भन्ने मान्छे चाहिँ म हो हिजो। र मलाई एउटा बुद्धको फोटो दिएर के भन्नुभएको छ भने तपाईँका माग हामी पुरा गर्छौँ, बिहिबार 1 बजी आउनु भनेर भनेको छ। तपाईँहरू पनि जेनजीको तर्फबाट मसँग 2 जना हिँड्नुहोस् है, को जानुहुन्छ है, हामी राख्छौँ कुरा। माग सफल भए उपलब्ध गराइदिन्छौँ। खाता नम्बर पनि दिनुहोस् है, खाता नम्बर अहिले हालिदिनु होला तपाईँहरूले है। अब अहिले पत्रकार साथीहरूले यो खाता नम्बर चाहिँ तानिदिनुहोस् त, यो कुन ब्याङ्क हो अलिकति तानिदिनुहोस् त। सानिमा ब्याङ्क होइन, जुम गरेर अलिकति तानिदिनुहोस् त। तानियो ल, सबैले यो बच्चाको उपचारको लागि है ल। अब विषयवस्तुमा जाउँ। हेर्नुहोस्, यो देशको चित्र, यो देशको पिक्चर यसैको लागि हो नि त जेनजीले गरेको आन्दोलन है। यस्तो नहोस् भनेर, शिक्षा पाउन्, स्वास्थ्य पाउन्, देशमा शान्ति होस्, अमन होस्, चैन होस् होइन। अब उता लानु ल। उपस्थित सम्पूर्ण पत्रकार साथीहरू, साथै जेनजी, म त जेनजी पनि भन्दैन कि 28 वर्षदेखि मुनिका होइन, 12 वर्षदेखि माथिका भाइ बहिनीहरू जेनजी भन्दा मलाई चाहिँ नाक लाग्यो क्या। किनभने जेनजी माथि बहुत ठुलो अपराध भयो। जसरी माओवादी जनयुद्धमाथि 17,500 को रगतबाट लतपतिएको जुन जनयुद्ध थियो नि, त्यसको अपमान भयो यो देशमा। त्यसरी नै आज त्यो 75 जना बच्चा जो मरे 23 र 24 गते, र सिंहदरबार र सर्वोच्च अदालत जस्तो सम्पदाहरूमा आगजनी गरियो। यो ठुलो ठुलो यो के भन्छ, यो अन्याय भएको छ, अत्याचार भएको छ, पाप भएको छ। यो कहिले काहीँ गएर पनि क्षम्य हुँदैन। म तपाईहरुलाई सेप्टेम्बर 3 मा मैले एउटा स्ट्याटस लेखेको थिएँ, रवि बालेन र कुलमान एक ठाउँमै आउँछन् र यसरी सेप्टेम्बर 8 र 9 मा घटना हुँदैछ भनेर मैले लेखेको थिएँ। र जेनजी बच्चाहरूलाई प्रयोग गरिन्छ। जेनजीको आन्दोलन पवित्र थियो, मैले भनेको थिएँ पवित्र थियो। र सायद मिराज भाइ यहाँ हुनु हुँदैन होला, मलाई नआउनु भनेर मिराज भाइले नै भनेको। म जेनजीको नेतृत्व गर्न म जान्छु भनेर भन्दाखेरि, किनभने जेनजीको आन्दोलन भनेको पवित्र थियो। किन पवित्र थियो भने जेनजीले उठाएको मुद्दा मैले 3 वर्ष अगाडिदेखि उठाएर म 8 महिना जेल बसिसकेको थिएँ। जेनजीको मुद्दा भनेको भ्रष्टाचार, सुशासन र सोसियल मिडियामाथिको प्रतिबन्ध फुक्वा। सोसियल मिडियामाथिको प्रतिबन्ध त फुक्वा भयो। भ्रष्टाचारीलाई मैले केपी ओलीको भाइ ल्याएर खोलिएको दिन भोलिपल्ट म पक्रेर लगेर थुनेको हो नि। सबैभन्दा आगोको ज्वाला जस्तो भएर भ्रष्टाचारको विरुद्धमा उभिएको त दुर्गा प्रसाद हो नि। किन उभियो भन्दाखेरि
उ यस्ता बच्चाहरूले आज औषधि उपचार ओखती खान नपाएर मर्नु परेको छ यो बच्चाहरूले है यो बच्चाहरूले। त्यसले गर्दाखेरि मैले जेएनजीको विषयमा जब जेएनजीको आन्दोलन 10 बजीदेखि सुरु भयो 1:30 बजीसम्म आन्दोलन एकदमै राम्रो थियो। जब 1:30 बजी पछाडि ल्याएर पानी बाँडियो त्यो पानीमा केमिकल मिसाएको थियो। तपाईहरुलाई के बुझ्नु होला भने त्यो पानीमा केमिकल मिसाएपछि त्यो केमिकल खाइसकेपछि त्यो केमिकलको पानी खाइसकेपछि मान्छेहरूले लुगा खोलेर फ्याँक्न थाले, बन्दुक खोसेर पड्काउन थाले। हामी त जनयुद्ध लडेर आएको मान्छे यसरी बन्दुक पड्काउन सकिँदैन थियो क्या, डर लाग्थ्यो गोली मिस फायर हुन्छ कि भनेर। तर मतलबै थिएन त्यो सिंहदरबारको गेटमा गोली चलाएको चाहिँ चाहिँ बन्दुक बोकेर हिँडेको देख्दाखेरि मान्छेहरू अचेत अवस्थामा मान्छेलाई कुदाइयो। त्यसको भोलिपल्ट तपाईको 24 गतेको घटना झन् डर लाग्दो भयो। सबै मान्छे जोगिन मात्रै थियो। मलाई त नआउनु भनेर भनेको थियो, म त आइन। मलाई किन नआउनु भनेको थियो भने बालनजीले नै भनेको थियो। र मैले यहाँ स्ट्याटस लेख्दाखेरि मैले दिनको 12 बजे स्ट्याटस लेखेँ र मैले मेरो टिमलाई के भने अब बालनको स्ट्याटस आउँछ है नआउनु भनेर भनेको। ठ्याक्कै 2 बजी बालनको स्ट्याटस आयो। के भनेर आयो त मलाई थाहा छ? जेएनजी आन्दोलनमा हामी पनि जान मिल्दैन, 28 वर्ष मुनिको बच्चाहरूले गरेको आन्दोलन हो र कोही पनि पार्टीका कोही पनि पागलहरू अभियन्ताहरू नआउनु भनेर लेख्ने चाहिँ मान्छे बालेन शाह। त्यो भएपछि यो आन्दोलन नितान्त बच्चाको हो भने हामी किन जाने? म गइन, हामी पनि गएनौँ। तर यसको उद्देश्य के थियो त मलाई थाहा छ? हामीहरू गएको थियौँ भने नि हामीलाई आन्दोलनको अलिकति थोरै भए पनि हामीले बुझेका थियौँ। तर आन्दोलन हाइजेक गर्नु थियो र 24 गते पछाडि के भयो भन्दाखेरि आन्दोलन त हाइजेक भयो। त्यस पछाडि फरमान भयो बन्द कोठाबाट आर्मी चिफलाई भेट्नु भनेर। अनि त्यस पछाडि मलाई पनि आर्मी चिफले तपाईहरुलाई जेएनजीको अभियन्ताहरूलाई बोलाउनु भन्दा पहिला मलाई बोलाएको। राति 11 बजी राति मलाई फोन आएको थियो आर्मी चिफको, दुर्गाजी तपाईँ आइदिनु पर्यो भनेर। म राति आउँदिन, भोलि बिहान आउँछु भनेर म 8:30 बजी मलाई आर्मी चिफले गाडी लिन पठाएको थियो। 2टा गाडीले मलाई स्कटिङ गरेर लिएर जानुभयो। लिएर जाँदाखेरि हेर्नुहोस् संविधान त त्यही दिन सकिएको थियो। मलाई लगेर राखेको ठाउँमा त राष्ट्रपतिको फोटो हुनु पर्दैन नि, पृथ्वीनारायण शाहको फोटो थियो। त्यही दिन संविधान सकिएको थियो। कुरा भन्नुभयो। त्यतिखेर मलाई चाहिँ नि आर्मी जङ्गी अड्डामा आर्मी चिफले के भन्नुभयो नि, म यतिकै साधारण सिटमा बस्न खोज्दाखेरि नेपालको झन्डा र पृथ्वीनारायण शाहको फोटो भएको ठाउँमा उहाँले दुर्गाजी तपाईँ बस्ने ठाउँ यहाँ हो भनेर भन्दाखेरि उहाँले मलाई त्यतिखेर प्रधानमन्त्रीको प्रेजेन्टेसन प्रधानमन्त्रीको रूपमा प्रोटेक्सन गरेको थियो। र उहाँ यतापट्टि जङ्गी अड्डाको जङ्गी झन्डामा बस्नु भएको थियो। त्यो फोटो तपाईँहरूले हेर्नुभयो होला। त्यस पछाडि मलाई उहाँले के भन्नुभयो भने दुर्गाजी यो आन्दोलनको सबैभन्दा ठुलो स्टेक होल्डर तपाईँ हो, किनभने 79 साल फागुन 1 गते पानसमा महाराज धिराजबाट पानसमा दियो बालेर आन्दोलन भ्रष्टाचार विरुद्धको र सर्वहारा वर्ग भुइँ मान्छे जस्तो मैले आन्दोलन उठाइराख्दाखेरि यो देशमा ब्याङ्कको ब्याज 18% थियो। मान्छेहरू तडपेर रोएर हिँडिरहेका थिए। लघुवित्त र सहकारीको ब्याज 28% थियो। घरमा महिलाहरू बस्ने स्थिति थिएन। डोरी लिएर चाहिँ जङ्गलमा गएर महिलाहरू बस्ने स्थिति थियो। आज हो किन? त्यसको विरुद्ध म बोल्दाखेरि आज ब्याङ्कको ब्याज 6% मा आयो। लघुवित्त र सहकारीको कारणले आज चेलीबेटीहरूले झुनिएर मर्नु परेको थियो। मैले हरेक नेताहरूको पैसा प्रचण्डको 2600 करोड रुपियाँ दुबईमा छ, शेरबहादुर देउवाको पैसा दुबईमा 4000 करोड छ, अमेरिकामा 6000 करोड छ, क्याम्बोडियामा एक्जिटा छ नि, एक्जिटा यो सबै एक्जिटा एनसीएल नेपालको छ नि, यो 3जना नेताको हो। यो कुरो मलाई थाहा छ। गोकर्ण रिसोर्ट कसको हो तपाईहरुले बुझ्नु भएको छ? हिमालयन एयर कसको? त्यो सबै मलाई थाहा छ। यो देशमा बित्न मात्र बाँकी भनेको नि एउटा राजदरबार, त्यो पनि बेचिसकेको थियो। हेलिकप्टर क्रास भएर आङछिरिङ मरे, नभए भोलिपल्ट सम्झौता हुँदै थियो 100 वर्षलाई। राजदरबारमा 5 स्टार होटल खोल्न त यति ग्रुपले लिइसकेको थियो। यति ग्रुप भनेकै केपी शर्मा ओली हो, यति ग्रुप भनेकै राजेश भट्टाचार्य हो, यति ग्रुप भनेकै विष्णु रिमाल हो, यति ग्रुप भनेकै शङ्कर पोखरेल हो, यति ग्रुप भनेकै एमाले हो। बुझ्नुभयो अब तपाईहरुले? यो कुरो मैले उठाएँ र यो कुरो मैले उठाइराख्दाखेरि मैले कति पीडा हन्डर खाएको छु। यिनीहरूको युवा संघसँग म उभि लडेँ, एमालेसँग उभि लडेर यिनीहरूलाई मैले सिद्ध्याउने बाटोमा लगाएको थिएँ। जब जेएनजी आन्दोलन आइसकेपछि अब त राम्रो हुन्छ होला भनेर भनेको त्यो स्थितिमा पुग्यो।
हेर्नुहोस् हो कि होइन नेताहरूका घरमा शेरबहादुर देउपाको घरमा 2 खर्ब पैसा मागेको लागेको 2 अर्बमा होइन 2 खर्बमा कुरो बुझ्नुभयो प्रचण्डको छोरीको घरमा करिब 1 अर्ब रुपियाँ डर्यो 2 लाख भन्छन् 40 लाख डलर थियो त्यहाँ शेरबहादुर देउपाको घरमा 40 लाख डलर मात्रै यिनीहरूको लगानी गर्ने ठाउँ नभएर हेर्नुहोस् अनि नेपालीको छोरा बच्चालाई आज भिख माग्नु परेको छ दबाई गर्नलाई मैले यो स्थितिको अन्त्य हुनुपर्छ भनेर म पनि एउटा कुरो म बौला होइन नि मेरो एउटा साम्राज्य थियो झापामा मेडिकल कलेज थियो क्यान्सर हस्पिटल थियो स्कुल थियो छोराछोरी सबै डाक्टर थिए मैले यो अभियानमा लाग्दाखेरि तपाईहरुलाई म भन्छु जेनजी भाइ बहिनीहरुलाई मेरो छोरी बाहिरबाट पढेर आएको छोरीलाई एयरपोर्टमा हातकडी लागेको छ हातकडी डाक्टर पढेर आएको छोरीलाई कति पीडा भएको होला मेरो श्रीमतीलाई हातकडी मेरो छोरा डाक्टरलाई हातकडी लागेको छ कुरा भन्नुभयो मेरो श्रीमती आज दिन प्रतिदिन रिन्छिन् त्यो सम्झेर यो सरकार यदि त्यो जंगी अड्डामा मलाई प्रधानमन्त्री म त्यो दिन थिए भने नि जेनजीहरुका एक माग पूरा हुन्थ्यो एक म यिनीहरुलाई हातकडी लगाएर पुलिसको गाडीमा हालेर होइन म यिनीहरुलाई घरबाट पाटाको डोरीले पछाडीपट्टिबाट बाँधेर बाटोबाट जनतालाई थुक्दै ल्याएर यहाँ तुल्याएको त्यो तागत दुर्गा प्रसाईसँग थियो त्यो मुटु दुर्गा प्रसाईसँग थियो त्यो दिमाग थियो दुर्गा प्रसाईसँग त्यो गिदी थियो कुरा भन्नुभयो तर आज के भयो आज के 84 को चुनाव 82 मा गर्नलाई यत्रो 75 जना बच्चाको कत्याम गराइयो यो दुईटै पक्ष जिम्मेवार छ ओके माग सफल भएनन् भने पनि ओके छँदै छ हाम्रो हो हैन जानु ओके र हाम्रो माग पूरा भएनन् भने म उहाँहरुलाई के भन्छु भने नि तपाईहरु चुनाव गर्न सक्नु हुँदैन सक्नु हुँदैन यो कुरामा क्लियर हुनु भोलि हामीलाई त्यो दिनु पर्यो हाम्रो के अरे विजय के अरे भतिज जेनजी उताको अजय के अरे अजय हैन उहाँ हाम्रो भाइ जितेन्द्र हैन उताको प्रधानमन्त्रीको सबै उ गर्ने लाकमा खेल्ने हो हैन त्यसले गर्दाखेरि त्यो भन्दै अब हामी निकोलस भाइलाई भेट्न एकपल्ट बिर हस्पिटल जान्छौँ भेटेर भरिसकेछ मेरो भनाइ के हो भन्दाखेरि बिचरा गोविन्द केसी चाहिँ नि के थाहा छ 26 दिन अनसन बसेर नि भाइ अनि टिचिङबाट फुत्त उठेर माइती घर मण्डलमा आएर भाषण गर्थ्यो दीप लगाएर अनसन बस्थ्यो उसको है हो ऊ चाहिँ साँच्चै अनसन बसेछ क्या निकोलस सोध राति मह र दुध खान्थ्यो गोविन्द केसी मह र दुध खुवाउने भनेको गोविन्द केसीको जगमा आएको हो नि त यो सबै हो कि हैन आज बुझ्यो नि बुझ्यो हैन अनि गोविन्द केसीको जगमा कस्तो चीज बनेको रहेछ त्यसले गर्दाखेरि यो भन्दा ठुलो लडाई अझै लड्न बाँकी छ हिम्मत नहार्नुहोस्